हाम्रो यो रक्तदान कार्यक्रम अब 25 जना भयो। हामी 30 प्रिन्टसम्म हामीले चाहिँ होप गरिराखेका छौँ। हाम्रो 12-1 बजेसम्म यो कार्यक्रम चल्छ। बिहान 6:30-7 बजेदेखि स्टार्ट भएको हो। आज हाम्रो डिस्ट्रिक्ट 325 आईको हाम्रो आजदेखि चाहिँ हाम्रो नयाँ प्रेसिडेन्ट नयाँ गभर्नर हाम्रो आजदेखि चाहिँ सुरु भयो हाम्रो कार्यकाल हैन। त्यसकारण हामी त्यसैको उपलक्ष्यमा हामीले जुलाई 1 मा चाहिँ हामीले यसरी रक्तदान कार्यक्रम अब कुनै पनि हेल्थ क्याम्प कुनै पनि अब अवेरनेस क्याम्प जेसुकै पनि राख्नलाई हामीले चाहिँ जुलाईको 1 मा चाहिँ हामीले राख्ने गरेका छौँ। त्यसकारण आज पनि हामीले अब अहिलेको हाम्रो गभर्नर पार्वती खरेल हुनुहुन्छ अनि भर्खरै आएर जानुभयो। सरहरुसँग अलिकति भेट पनि भएन। हजुर प्रेसिडेन्ट हुनुभयो? हजुर म यसपालिदेखि अब आजदेखि चाहिँ म पर्मानेन्ट टेम्पल गणेशको प्रेसिडेन्ट। हजुर टेम्पल गणेशको प्रेसिडेन्ट प्रेसिडेन्ट भयो। हजुर चाहिँ कति वर्षदेखि लायन्स क्लबमा आबद्ध हुनुहुन्छ? मेरो 8 वर्षदेखि नै भयो म यो टेम्पल गणेशमा इन भएको। हजुर मेरो अहिले 8 वर्ष भयो। 8 वर्ष भइसक्यो। के कामहरू गर्नु? मैले धेरै कामहरू गरेँ। म अहिले मेरो क्लबमा मेम्बरहरू थपेँ, क्लबहरू खोलेँ। अनि त्यसपछि चाहिँ नि यो घरदेखि घाटसम्मको हेल्थ क्याम्प त मैले धेरै प्रशस्त मात्रामा हेल्थ क्याम्प गरेँ। मलाई हेल्थ क्याम्पमा सघाउने मेरो पहिला मैले टेम्पल गणेशमै लिएर आएको राजन थापा दाई हुनुहुन्छ। उहाँलाई मैले नै मेरो यो क्लबमा इन्ट्री गराएँ र उहाँको सहयोगमा नि मैले धेरै हेल्थ क्याम्पहरू राखेँ र दाईले पछि आफूले आफूले क्लब खोलेर बालकुमारी साङ्ला क्लब खोलेर अनि उहाँ चाहिँ अहिले बालकुमारी साङ्लामा भए पनि तर मलाई पनि अहिले 100% हेल्प गरिरहनु भएको छ। हेल्थ क्याम्पहरू प्रशस्त गरिरहेको छु। दाइकै सहयोगार्थ मैले चाहिँ हेल्थ क्याम्पहरू चलाइराखेको छु पहिलेदेखि नै। अरू साथीहरूको प्रेसिडेन्ट काममा पनि मैले हेल्थ क्याम्पहरू यताउति हामी सबै मिलेर मतलब टेम्पल गणेशमा सबै फ्यामिलीहरू मिलेर नि हामीले हेल्थ क्याम्पहरू चलाउँदै आएको। यो पनि हामी सबैजनाले मिलेर गरेका हौँ। कतिजना मेम्बर हुनुहुन्छ? हाम्रो 30 जना मेम्बर छ। 30 जना हुनुहुन्छ? हजुर। यो सामाजिक काम गर्दाखेरि कस्तो अनुभव भइरहेको? सामाजिक काम त्यसै कारण त हामी लाइन्समा इन्भल्भ भएको कारण हामीलाई सामाजिक काम गर्नलाई आनन्द मनमा हैन। यो जेसुकै काम गर्दाखेरि पनि हामीले भोकलाई भोजन, लाउन नपाउनेहरूलाई लुगा, खान नपाउनेलाई खाना, औषधि उपचार नपाएकाहरूलाई औषधि उपचार हामीले यस्तो व्यवस्थाहरू गर्न पाउँदाखेरि हामीलाई धेरै नै खुसी लाग्छ, धेरै आनन्द हुन्छ। त्यसकारण लाइन्समा इन्भल्भ हुने भनेकै यो दुखी गरिबको सेवा गर्ने संस्थै हो। यो सबै इन्भल्भ हुनु त्यसै कारणले हामीले इन्भल्भ गर्छौँ। यो लाइन्समा आबद्ध हुन चाहिँ कसरी के गर्नुपर्छ? यसमा आबद्ध हुँदाखेरि अब जस्तै अब हजुरलाई मेरो क्लबमा आउनु मन छ भने म लाइन्स हो मैले हजुरलाई चाहिँ नि मेरो लाइन्समा इन्ट्री भएर लाइन्समा मेम्बर नभएसम्म अरू बाहिरको मान्छेहरूले ल्याएर राख्न मिल्दैन। म यसमा इन्ट्री छु भने म मेम्बर छु अथवा प्रेसिडेन्ट छु, म कुनै पनि पोस्टमा छु भने तपाईँले चाहना गर्नुहुन्छ म तपाईँलाई पनि यो क्लबमा राख्न सक्छु। एउटा मतलब ब्रिजको रूपमा मैले चाहिँ ल्याउन सक्छु। आज यो रक्तदान मात्रै हो कि अरू पनि स्वास्थ्य चेकहरू त्यस्तो? होइन, रक्तदान मात्रै होइन। आज हाम्रो यहाँ बच्चा रोग विशेषज्ञ डाक्टर साहबहरू आएर बच्चाहरूको चेकअप गर्नुभयो। महिला रोग विशेषज्ञ डाक्टर साहब आएर महिला रोग चेकअप गराउनुभयो र डायबिटिज, प्रेसर सबैको थियो। अनि ब्लड डोनेसन 3-4 थरीको आज हाम्रो यो हेल्थ क्याम्प थियो। योभन्दा पहिला हामीले पोहोर साल पनि हामीले चाहिँ नि छौडा हस्पिटलबाट अनि हामी छौडा हस्पिटल अनि त्यसपछि 42वटा क्लब मिलेर यही ठाउँमा हामीले चाहिँ नि एकदम ठुलो मेगा हेल्थ क्याम्प गरेका थियौँ। त्यो पनि अहिले नेपालमा फर्स्ट हो रे। राजन दाइले भन्नुभएको उहाँले गरेको मध्येमा सबैभन्दा फर्स्ट चाहिँ मैले यही हो। यो 42वटा क्लब मिलेर ठुलो हेल्थ क्याम्प एकदम गरेका थियौँ हामीले। त्यो मेगा हेल्थ क्याम्प गरेका थियौँ। अब त्यस्तै क्याम्प अब हामीले भदौमा फेरि राख्दैछौँ। भदौमा हजुर राख्दैछौँ। त्यो क्याम्पमा कतिजना सहभागी हुनुहुन्थ्यो त्यसमा? त्यो बेलामा 6वटा हस्पिटलको डाक्टर साहबहरूले 8वटा हेल्थ क्याम्प थियो त्यो बेलामा। दाँतदेखि लिएर आँखादेखि लिएर हड्डीको अनि त्यो ब्लड डोनेसन अनि महिला रोग अनि डायबिटिज, प्रेसर अनि अर्को के अरू पनि थियो के थियो त्यो मैले याद गरिनँ। त्यो बेला नि 7-8वटा नै थियो त्यो बेलामा पनि हाम्रो यही ठाउँमा गरेका थियौँ हामीले प्रायः गर्दाखेरि चाहिँ हामीले यही शङ्ख पार्कमै हामीले गर्छौँ। लायन्स क्लबमा आबद्ध भएर यसरी सामाजिक सेवा गरिरहनु भएको छ। हजुर।
अब तपाईँलाई यो सामाजिक सेवा गर्ने प्रेरणा चाहिँ कहाँबाट आयो, कसरी गर्छु भन्ने इच्छा लागेर यसरी अगाडि बढिरहनु भएको छ? होइन, म बच्चैदेखि सामाजिक सेवा गर्न मन पराउने मान्छे होइन। अब यसो घरमा पनि बच्चामा म सानो हुँदाखेरि घरमा माग्नेहरू आउँदाखेरि पनि अब कसैले नदेख्ने गरेर एक कचौरा चामल दिन्थेमा मैले एक थाल चामल लगेर दिन्थेँ होइन। लाउन नपाएका मान्छेहरूले यसो देखि भने पनि मैले लुगासुगा यताउति गरेर लगेर दिन्थेँ। गरिब बुढाबुढीहरू जाडोमा आएर बसिरहनु भएको छ भने आफ्नो घरमा पुराना फाटो केही चिजहरू पनि उहाँहरूलाई लगाएर उडाउने गर्थेँ होइन। अनि यो पशु पन्छीहरूलाई पनि म सधैँ धेरै माया गर्ने, पशु पन्छीहरूलाई पनि मैले एकदम खान नपाएको पशु पन्छीहरूले बिस्कुटहरू किनेर खुवाउने गर्ने, त्यस्तो गर्ने बच्चैदेखि नै मलाई एकदमै। र मेरो हजुरबुवा, मेरो ग्रान्ड फादरहरू पनि चाहिँ उहाँहरू पनि धेरै सामाजिक सेवा गरेरै अब उहाँहरू चाहिँ धर्म गर्नुभन्दा, मूर्ति पूजा गर्नुभन्दा मानवको आत्मा पूजा गर्नुहोस् भन्ने चाहिँ यो स्लोगनबाट चाहिँ उहाँहरू पनि अघि बढ्छ्यो। त्यही भएर मलाई पनि त्यहीले नै प्रेरित गरेर होला होइन। अनि त्यसपछि म सामाजिक सेवामा लागेँ, अनि एक दुईवटा सङ्घ संस्थाहरूमा पनि बसेका थिएँ। अनि पछि चाहिँ मेरो एउटा अनि त्यस्तै गर्दै म लाइन्समा पनि अब आबद्ध भइहालेँ। आबद्ध भएपछि त अब यसमा भएपछि त म 100% नै अब समर्पितै भएर लागिराखेको छु अब यो लाइन्समा चाहिँ। तपाईँहरूले यसरी रगत विभिन्न ठाउँबाट स्वयंसेवक रूपमा सङ्कलन गर्नुहुन्छ, हजुर, रेड क्रसलाई दिनुहुन्छ, विभिन्न हस्पिटललाई दिनुहुन्छ, तर बिरामीले रगत पाइ नराखेको अवस्था छ अहिले, हजुर, त्यो बारेमा के यसो भन्नुहोस्? होइन, त्यस्तो कस्तो भने बिरामीले पाइ नराखेको अवस्था भन्नाले अब अहिले चाहिँ नेपालमा विभिन्न किसिमको रोगहरू प्रकोपहरू प्रशस्त मात्रामा आइराखेका छन्। जस्तै भनौँ डेङ्गु होइन, डेङ्गुमा नि प्लेटलेस भएपछि ब्लडहरू चाहियो होइन। जस्तै अब यो कोरोनाहरू आइराखेका छन्। यस्तोको कारणले गर्दा धेरै मात्रामा चाहिँ यो जति हामीले यस्तो क्याम्पहरू राखेर ब्लड गऱ्यौँ उहाँहरू यस्तो पेसेन्टहरूलाई नै हामीले बढी चाहिँ त्यो दिनुपर्ने भएको कारणले गर्दा अलिकति सर्टेज भएको हो होइन। अब नत्र भने नपाउने भन्ने त छैन। अब अहिले हाम्रो लाइन्स क्याम्पले पनि अहिले ब्लड ब्याङ्क खोलेको छ नि त। अनि हामीले पनि अब हामीलाई पनि अब लाइन्समा आबद्ध भएको हामीहरूले पनि हाम्रै ब्याङ्कबाट पनि हामीले चाहिँ उत्पादन गरेर अरूहरूलाई हामीले दिन सक्छौँ। र हामीसँग कनेक्सनमा कोही हुनुहुन्छ भने हामीले पनि त्यो ब्लडहरू उहाँलाई मलाई लाउन मलाई पनि कतिजनाले भन्नुहुन्छ मलाई यो रगत चाहियो त्यो रगत चाहियो भनेर। मैले पनि सम्बन्धित निकाय, हाम्रो लाइन्सको सम्बन्धित निकाय सरहरू, डिस्ट्रिक्टका सरहरू, उहाँ ब्लड सम्बन्धी भएको सरहरूलाई पनि मैले भनेर पनि उहाँहरूलाई पनि मैले उपलब्ध गराइराखेकै छु। मैले यो धेरै ब्लडहरू यताउति मेरो फ्यामिली, परिवार, मेरो साथीभाइ, इष्टमित्रहरू सबैजनालाई मैले पनि त्यसै गरेर नि मैले प्रोभाइड गरिराखेकै छु। ब्लड चाहिँ प्रशस्त मात्रामा त्यस्तो नभए पनि तर चाहिएको खण्डमा चाहिँ मैले गरेको ठाउँमा चाहिँ कहीँ पनि छैन। अब गरिब गुरुवाहरूलाई पनि अब उहाँहरूले अब यसरी आएर ब्लड दिनुहुन्छ। उहाँहरू अहिले हाम्रो यो हेल्थ क्याम्पमा पनि आएर यसरी ब्लड डोनेसन गरिरहनु भएको छ भने उहाँहरूलाई चाहियो भने पनि हामीसँग कनेक्सन गर्नुभयो भने हामीले पनि उहाँहरूलाई प्रोभाइड गर्न सक्छौँ। अब धेरै मानिसहरू रक्तदान गर्नुहुन्न भन्ने जनचेतना बढेको छैन होइन? हजुर, धेरैले रक्तदान गर्न रुचाउँदैनन्। उहाँहरूलाई के भन्न चाहनुहुन्छ? होइन, रक्तदान गरौँ, किनभने आज पनि यहाँनिर हाम्रो यहाँ यही रक्तदान गर्ने ठाउँमा पनि कतिजना दाजुभाइ दिदीबहिनीहरू आउनुभएको छ, यङ एज भएको बहिनीहरू होइन। हजुरहरू गर्नुहोस्, किनभने एउटा तपाईँको एक थोपा रगत, एक प्रिन्ट रगत तपाईँले दिनुभयो भने तीनजना बिरामीको ज्यान बच्छ। त्यस कारण हजुर रक्तदान गर्नलाई केही नहिचकिचाइकन गर्नुहोस्। केही बिरामी हुने, यो हुने, त्यो हुने होइन। आफ्नो हेल्थ राम्रो हुन्छ, क्लियर हुन्छ, आफूमा आउन लागेका रोगहरू पनि हटेर जान्छन् होइन। आफ्नो शक्ति आफू हेल्दी हुन्छ। त्यस कारण रक्तदान गर्नुहोस्। रक्तदान गरेर अरूलाई जीवनदान गर्नुहोस्। त्योभन्दा ठुलो धर्म केही होइन। मूर्ति पूजा नगर्नुहोस्, रक्तदान गर्नुहोस्। रक्तदान 3 महिनामा गर्नुभयो भने त्योभन्दा ठुलो 3जना एकपटक रक्तदान गर्नु 3जनाको ज्यान बच्छ। त्यस कारण तपाईँले चाहिँ त्यसरी गर्नुभयो भने त्योभन्दा ठुलो धर्म केही होइन। गर्नुहोस् भने हामी त्यसरी प्रेरित गरिराखेका छौँ। अब यो रक्तदानबाट जीवनदान पाइन्छ। हजुर, अब यो तपाईँहरूले रगतदान गरेर यो सङ्कलन गरेर हजुर कुन ठाउँमा दिनुहुन्छ? आफै राख्नुहुन्छ कि होइन? अब हामीले चाहिँ अब यो हामीले अहिले ग्रान्डी हस्पिटलको टिमहरू आउनु भएको छ होइन। अब हामीले ग्रान्डी हस्पिटल टिमलाई दिन्छौँ होइन। अब अलि पछिबाट चाहिँ अब हामीले आफ्नै लाइन्सकै ब्लड ब्याङ्कको टिमहरूलाई बोलाएर अब उहाँहरूसँगै गराउने चाहिँ विचार गर्दैछौँ। अब अहिले चाहिँ दाइले नै उहाँहरूसँग मिलाएर अब अहिले चाहिँ हामीले ग्रान्डीको हस्पिटल टिमलाई बोलाएर गरिरहेछौँ अहिले चाहिँ। हुन्छ, हस्, धेरै धन्यवाद। हजुर, हस् त सर, थ्याङ्क यू सो मच। आइदिनु भयो, मेरो इन्टरभ्यू लिइदिनु भयो, मेरो यो गरिदिनु भयो, त्यसलाई हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुर, हस्।
कान्ति अस्पतालको पूर्व अध्यक्ष बाबुराम गौतम सर हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ सर। धन्यवाद। अहिले त लायन्स क्लब जुन चाहिँ हाम्रो साथीहरूले जुन आयोजना गर्नुभयो यो चाहिँ नि एकदम महान कार्य हो होइन। हजुर, अहिलेको रगतको यति ठुलो समस्या छ, यस्तो बेलामा चाहिँ नि उहाँहरूले जुन महान कार्य गर्नुभएको छ यसको लागि चाहिँ म हृदयदेखि धन्यवाद दिन चाहन्छु। म विशेष गरेर यहाँ हाम्रो दीपशिखा शर्माज्यूले उहाँ म्याडमले बोलाएर म इन्भाइट गरेर म यहाँ आएको। मैले आयोजना गरेको होइन, तैपनि यो चाहिँ नि ब्लड डोनेसन कार्यक्रम आफैमा एउटा महत्त्वपूर्ण कार्य हो होइन। रगत नपाएर बिरामीहरू छटपटिरहेका हुन्छन् होइन। अपरेसन रुममा गइसकेपछि रगत नभएर चाहिँ अपरेसन क्यान्सल भएको अवस्था हुन्छ, म्याचिङ नभएर कति समस्याहरू हुन्छ। त्यस कारण यो कार्य उहाँहरूले गर्नुभएको छ, यसको लागि उहाँहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र विशेष गरेर अब यो रगत दिँदाखेरि हामीले ख्याल गर्नुपर्ने कुराहरू होइन, आफ्नो प्रेसर कति छ, अरू आफूलाई त्यस्तो खालको कुनै रोगहरू चाहिँ नि जीर्ण रोगहरू जस्तो तपाईँ चाहिँ डायबिटिजहरू भयो, अरू चाहिँ अरू खालका चाहिँ त्यस्तो रोगहरू लागेको अवस्थामा हामीले चाहिँ दिन सकिँदैन। र प्रेसर पनि सामान्य नर्मल प्रेसर भएको मान्छेले मात्रै रगत चाहिँ नि डोनेट गर्नुपर्छ होइन। यी सबै कुराहरूलाई ख्याल गरेर आफ्नो स्वास्थ्यलाई पनि असर नपर्ने गरी यो दिँदाखेरि केही फरक पर्छ। अब यो कति बिरामीहरूले रगत नपाएर छटपटिरहेको अवस्था छ, तर धेरै मानिसहरू रगत दान गर्न त्यति इच्छुक देखिँदैन। त्यो विषयमा के भन्नुहुन्छ डाक्टर यस्तो छ यो हामीले पहिलेको अवस्था हेर्दा के थियो भने मान्छेमा एउटा के थियो भने रगत दिन पाए हुँदो भन्ने एउटा भिडै लाग्थ्यो। हजुर, 200, 300, 400 जना मान्छेहरूको भिड लाग्थ्यो। अहिले मान्छेहरू अहिलेको परिस्थितिमा के देखिन्छ भने मान्छे अलिक स्वार्थी जस्तो बढी हुँदै गइरहेछ कि यो चाहिँ यस्तो चाहिँ नि समाजसेवी कामहरू, अरूलाई परोपकार हुने कुराहरू गर्ने भन्ने कुराहरूमा मान्छे धेरै व्यक्तिवादी भएको हुनाले यो घट्दै गएको त्यो चाहिँ नि अहिले डेभलप भएको छ। अहिलेको जुन चाहिँ जेनेरेसन भनौँ अहिलेको वर्तमान अवस्थामा चाहिँ नि मान्छेले अरूपट्टि बढी चासो नहुने, अरूको सुख दुःखप्रति चासो नदेखाउने, अरूको लागि केही गर्नुपर्छ भन्ने चासो जुन छ नि हुनुपर्ने हो त्यो चाहिँ कमी हुँदै गइरहेछ, पहिलेको तुलनामा कमी भइरहेछ। त्यसैको कारण स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरेर तपाईँ अब यो समयसम्म आउनुभयो, कस्तो अनुभव भइरहेको छ, कस्तो जटिल छ नेपालको स्वास्थ्य। किनभने यहाँ चाहिँ नि कुनै पनि मान्छे यदि चाहिँ नि पैसा छैन, मध्यम वर्ग निम्न मध्यम वर्गको मान्छे छ, परिवार छ भने तपाईँलाई 15 दिन आइसियुमा कुनै प्राइभेट हस्पिटलमा राख्नु पर्यो भने उसको घरखेत हुन सक्ने अवस्था छ। सरकारले यो चाहिँ समाजवादी व्यवस्था भन्छ, सरकारले यो चाहिँ नि स्वास्थ्यको ग्यारेन्टी गर्न सकेको अवस्था छैन। नागरिकहरू जोसँग पैसा छैन, आर्थिक स्थिति कमजोर छ, ती नागरिकहरू अहिले पनि स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने अवस्था छ। जीवन बिमा भनेर ल्याइरहेको छ, त्यसलाई पूर्ण रूपमा लागू हुन सकेको छैन। जीवन बिमाको सर्टिफिकेट लिएर त्यो लिएर नागरिकहरू यताउता भौँत्यारिरहेका हुन्छन्, पाउँदैनन् होइन। त्यस कारण चाहिँ नि स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको आवश्यक छ। नाम चाहिँ दीपशिखा शर्मा, म पत्रकार पनि हो होइन, सामाजिक अभियन्ता र यो लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 आएको क्लब अफ टेम्पल गडेसको चाहिँ सचिवको रूपमा काम गरिरहेको छु। अनि अब यसमा आज हामीले यो वार्षिक कार्यक्रम अन्तर्गत चाहिँ जुलाई 1मा चाहिँ अब हाम्रो कार्यकाल भर्खर आजबाट स्टार्ट भएको छ। यो अवसरमा चाहिँ हामीले इसान हस्पिटल प्लस ग्रान्टी हस्पिटलको चाहिँ प्राविधिक सहयोग र हाम्रो चाहिँ आयोजनामा बृहत एउटा रक्तदान शिविर कार्यक्रम चाहिँ आयोजना गऱ्यौँ। यसमा चाहिँ अब हाम्रो ब्लड डोनेसन गर्ने व्यक्तिहरूको चाहिँ उत्कृष्ट सहभागिता रहेको छ होइन। एकदमै ग्रान्ड सक्सेस भयो हाम्रो कार्यक्रम। यसमा हामीले अब निःशुल्क स्त्री रोग र अनि बालरोग पनि सम्बन्धी निःशुल्क चेक जाँच शिविर पनि राखेका छौँ। यसमा अब कति के अरे बालबच्चाहरू अनि स्त्रीहरू पनि अब उपचारको लागि चाहिँ निःशुल्क चेक जाँचको लागि आइरहनु भएको छ। जे होस् कार्यक्रम सफल भयो, त्यही हो, अरू के भन्नु पर्यो। लायन्स क्लबमा कसरी आबद्ध हुन पुग्नु भयो? लायन्स क्लबमा चाहिँ अब म त पहिलेदेखि सामाजिक सेवामा आबद्ध भएको मान्छे, मेरो संस्था पनि छ होइन। यो महिला बालबालिका तथा युवा सचेतना समाज नेपाल भन्ने चाहिँ मेरो आफ्नै संस्था छ। त्यो संस्थामा मैले चाहिँ अब रेगुलर काम गरिरहेको छु 2066 सालदेखिको। अनि त्यसले मलाई चाहिँ अलिकति समाजमा चाहिँ केही गर्नुपर्छ होइन। अलिकति हामी मानव भएर जन्मिसकेपछि मानवको चाहिँ सेवा गर्नु नै हाम्रो चाहिँ धर्म हो भन्ने भावनाले ओतप्रोत भएर पहिलेदेखि मैले सामाजिक काम गरिराखेको।
अब संस्थामा पनि मेरो अलरेडी कार्यक्रमहरू त भइरहेको हुन्छ, जिल्लामा कामहरू मैले गरिराखेको छु। यसको लगायत पनि अब यो लायन्समा आबद्ध भएर काम गर्दाखेरि चाहिँ एउटा टिम स्पिरिट पाउने रहेछ कि अलिकति हामीलाई कुनै पनि अब यो इन्टरनेसनल लेभलको अर्गनाइजेसन भयो नि त, त्यसको छाताभित्र बसेर काम गर्दाखेरि हामीलाई चाहिँ अब सबै कुराहरूको नैतिक सपोर्टदेखि लिएर होइन सबै कुराहरूको सपोर्ट हुने भएर म चाहिँ यो लायन्समा आबद्ध भएर काम गर्न थालेँ। कति वर्ष भयो हजुर? होइन म नयाँ हो हजुर। नयाँ हो हजुर, मेरो भर्खर अब 2 वर्ष मात्रै भयो यसमा लागेको। अघिल्लो वर्ष मात्रै मैले मेम्बरसिप लिएको थिएँ र अनि यसमा अहिले म सेक्रेटरीको रूपमा काम गरिरहेको छु यो लायन्स क्लब अफ टेम्पल गडेसको तर्फबाट। छोटो समयमा प्रगति गर्नुभएछ। हजुर हजुर। अनि यो सामाजिक काम गर्दै गर्दा कस्तो कस्तो चुनौतीहरू आए? सामाजिक काम गर्दाखेरि अब चुनौती त अवश्य नै आउँछ नै होइन। अब हामीले अब एक थुकी सुकी 100 थुकी नदी भने जस्तै थोपा थोपा गरेर हामीले चाहिँ अब यो आर्थिक सङ्कलन गरेर काम गर्छौँ, किनभने कुनै पनि व्यक्तिको पकेटबाट सामाजिक काम गर्ने भन्ने कुरा त्यो सम्भवै हुँदैन। अनि त्यसले गर्दाखेरि अब हामीले डोनेसनहरू उठाएर यताउति गरेर काम गर्दाखेरि अब कतिपय मान्छेहरूले चाहिँ अब यिनीहरूले चाहिँ आफै डोनेसन उठाउने अनि अब मिसयुज गर्छन् यताउति गर्छन् भन्ने त्यो 1-2 जना मान्छेहरूले त्यस्तो नराम्रो काम गरे भएर सामाजिक काम गर्ने अरूहरूलाई पनि त्यस्तो खालको चाहिँ कस्तो भने नेगेटिभ इम्प्रेसन परेको छ नि। तर त्यसलाई हामीले चाहिँ चिरेर अगाडि बढिरहेका छौँ अहिलेसम्म। अब त्यो अनेक थरीका चुनौतीहरू त आउँछन् नै होइन काम गर्दाखेरि, त्यसलाई चाहिँ पर सारेर अगाडि बढ्नुपर्छ भन्ने एउटा मेरो चाहिँ मान्यता हो कि। सामाजिक काम गर्नुभयो, त्यसमध्ये उत्कृष्ट गरे जस्तो कुनै छ त्यस्तो? हजुर छ, एकदमै छ होइन। मैले सबभन्दा मलाई एकदमै उत्कृष्ट लागेको कार्यक्रम चाहिँ मैले धादिङ जिल्लाको ओरबाङ गाउँपालिकामा चाहिँ मैले चेपाङहरूको लागि चाहिँ मैले काम गरेको छु। हजुर। तिनीहरूको लागि चाहिँ अब कपडाहरू वितरण कार्यक्रम भयो होइन, न्यानो लुगाहरू अनि झोलाहरू भयो, स्टेसनरीहरू कार्यक्रमहरू हामीले आयोजना गरेका छौँ। र अनि अर्को मलाई एकदमै मनपर्ने कार्यक्रम भनेको यो फोहोर मैला व्यवस्थापन कार्यक्रम पनि हामीले गरेका छौँ कि काठमाडौँको यो परिसरभित्र। बागमती क्याम्पेनमा पनि म भाग लिएको हो, त्यहाँ पनि मैले 16 दिने अभियान त्यस्तो अभियानहरूमा चाहिँ हाम्रो संस्थाको तर्फबाट चाहिँ उपस्थित भएका छौँ। हामी सबै टिमै मिलेर गएर फोहोरहरू सफा गर्ने, बागमतीको अब कोरिडोरहरू सबै सफा गर्ने होइन, विष्णुमती खोला सफा गर्ने त्यस्तो अभियानमा पनि हामी सहभागी भएको छौँ। अब आफ्नो संस्थाको क्षमता अनुसारको कामहरू चाहिँ हामीले धेरै गरेका छौँ भन्छु म चाहिँ। हजुरको यो संस्था कति सालमा स्थापना भएको? हजुरको संस्था भन्नुभयो? मेरो संस्था कि लायन्स? हजुर हजुर। मेरो संस्था त 2066 सालमा स्थापना भयो हो। हजुर। त्यो यसको चाहिँ मूल उद्देश्य चाहिँ? यसको उद्देश्य भनेको चाहिँ महिला सशक्तिकरण छ एउटा, त्यस पछाडि आर्थिक रूपले पिछडिएको बालबालिकाहरूको लागि सपोर्ट गर्ने, अनि त्यस पछाडि वातावरण र वन सम्बन्धी काम गर्ने, जलवायु परिवर्तन सम्बन्धी छ होइन। अनि त्यस पछाडि अरू छन् गरिब तथा लोपोन्मुख के अरे जनजातिहरूको चाहिँ उद्धार गर्ने भन्ने छ। त्यसै कामहरू हामीले गरेका छौँ। एउटा पुलको रूपमा काम गरिदिएको हो। अब यसमा इसान हस्पिटल र अनि गान्धी हस्पिटलको प्राविधिक सहयोग छ होइन, टिम सबै उहाँहरूको आइरहनु भएको छ। यो ब्लडहरू सबै उहाँहरूले नै म्यानेजमेन्ट गर्नुहुन्छ। हुन्छ, हस्, धेरै धन्यवाद। हस्, थ्याङ्क यू सो मच। म यो लायन्स क्लब अफ काठमाडौँ टेम्पल चाहिँ मेरो होम क्लब हो। अहिले चाहिँ म डिस्ट्रिक्टमा छु होइन, म डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफमा यसपालि म कार्यरत छु। हजुरको शुभ नाम? मेरो नाम अप्सरा आचार्य भट्टराई। अनि यो मेरो होम क्लब हो। म यहीँबाट सदस्यता लिएर प्रेसिडेन्ट भएर जोन चेयरपर्सन भएर यसपालि चाहिँ डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफमा म नियुक्त भएको छु। आजैबाट हाम्रो कार्यकाल सुरु भयो। हजुर। अघि भर्खर देख्नुभयो हाम्रो गभर्नर यसपालिको लेडी गभर्नर हुनुहुन्छ, एकदमै एक्टिभ ऊर्जाशील पार्वती खरेल पाण्डे म्याम आउनुभएको थियो। उहाँको कार्यकाल चाहिँ हामीले एकदमै सफल बनाउनुपर्छ भनेर आज हाम्रो होम क्लब लायन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले यो बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ। त्यसैमा चाहिँ हामी सबैजना उपस्थित भएका छौँ। तपाईँ कहिलेदेखि यो लायन्स क्लबमा आबद्ध हुनुहुन्छ? म लायन्स क्लब जोइन गरेको 2020 मा हो। अहिले चाहिँ मेरो ठ्याक्कै 6 वर्ष भयो। के कामहरू गर्नुभयो?
हामीले हाम्रो क्लबबाट हरेक वर्ष नै धेरैवटा राम्रो कामहरू गर्छौँ। यस्तै स्वास्थ्य शिविरहरू गर्छौँ, धेरै ठाउँमा हङ्गर रिलिफको कार्यक्रमहरू गर्छौँ, स्कुलहरूमा स्कुल सपोर्ट कार्यक्रमहरू गर्छौँ, छात्रवृत्तिहरू प्रदान गर्छौँ। जहाँ जहाँ आवश्यकता त्यहाँ लाइन्स भन्ने त हाम्रो मोटो नै छ होइन। त्यही भएर आवश्यकता भएको ठाउँमा जहाँ पनि हामीले जस्तो यसपालि बाढी पीडितलाई पनि हामीले धेरै सहयोग गऱ्यौँ गत वर्ष। अब यो वर्ष पनि जे आइपर्छ होइन हामीले त्यो सबै कार्यक्रमहरू गर्छौँ। बाढी पीडित पोहोर साल आयो बल्खु खोलामा बाढी आउँदाखेरि एकजनाले चाहिँ ज्यान बचाउनु भएको थियो नि। हजुर, ज्यान बचाउने उहाँलाई चाहिँ हामीले सम्मान गरेका थियौँ होइन। हजुर, उहाँलाई बोलाएर त्यस्तो राम्रै नगद हस्तान्तरण गरिएको थियो। अनि बाढी पीडितहरूलाई फेरि बल्खु त्यो एरियामा खाद्यान्न वितरण, लुगा वितरणहरू पनि गरेको थियो। यो सामाजिक काम गर्दाखेरि कस्तो अनुभव हुन्छ, कस्तो अनुभूति भइरहेछ म्याम? यो अब हामी वी सर भनेर हामी अगाडि आएका छौँ होइन। अनि जहाँ आवश्यकता त्यहाँ लाइन्स भनेर आएका छौँ। यस्तो आवश्यकता परेको मान्छेलाई, एकदम पीडामा परेका मान्छेहरूलाई सहयोग गर्न पाउँदा चाहिँ एकदम आत्मसन्तुष्टि हुन्छ। एकदम हामीले पनि केही गऱ्यौँ। सरकारको आँखा पुग्न नसकेको ठाउँमा त्यहाँ लाइन्स पुगेको छ क्या। जहाँ सरकारले आँखा पुर्याउन सकेको छैन त्यहाँ चाहिँ हामीले यस्तो पहिलो ज्याकेट लगाएर हामी चाहिँ ठाउँ ठाउँमा तपाईँहरूले देख्न सक्नुहुन्छ। लाइन्सले चाहिँ एकदम राम्रो काम गरेको छ। हाम्रो अहिले लगभग 160भन्दा बढी क्लबहरू छन् होइन। झन्डै 200 जस्तै क्लबहरू छन्। ती क्लबहरूले सबैले काम गर्दाखेरि कति काम हुन्छ भन्नु न। सरकारले त्यो ठाउँ पुग्नै सकेको छैन। लाइन्स त धेरै अगाडि छ। यो लायन्स क्लबको संस्थापक चाहिँ को हुनुहुन्छ? अहिले हाम्रो टेम्पल गणेशको हजुर, हाम्रो टेम्पल गणेशको चाहिँ हाम्रो बिना थापा म्याम हुन्छ। अघि आउनु भएको थियो, भर्खरै जानुभयो। हजुर। यो क्लबको चाहिँ अन्तर्राष्ट्रिय संस्थापक त मेल्भिन जोन्स। हजुर, कुन देशको? मेल्भिन जोन्स त अमेरिकाको। हजुर। हामी अन्तिममा छौँ। अन्तिममा भन्नुपर्ने केही कुरा छ त? यो अब हामी लायन्स होइन हामीले गरेको यो सामाजिक कार्यहरूलाई तपाईँहरू जस्ता होइन पत्रकारज्यूहरूले पनि हाम्रो अलिकति हाइलाइट गरिदिनु पर्यो। किनकि राम्रो कामको त सराहना गर्नुपर्छ नि त। जति धेरै प्रचार गर्यो त्यति धेरै मानिसहरू यो क्लबमा जोइन हुँदै आउँछन्। हामी यसरी नै सेवा गर्न पाइराखौँ, हामीले धेरै सेवा गर्न सकौँ भन्ने नै चाहन्छु। हस्, धेरै धन्यवाद। म्याम नमस्ते, हजुरको शुभ नाम के पर्यो होला? हजुर नमस्ते, मेरो नाम भानु थापा। हजुर, यो लायन्स क्लबमा आबद्ध कसरी हुनुभयो? मलाई सेवा गर्ने भावना अलिकति आएको भए हुनाले यसमा मान्छेहरूले सेवा गरिरह भएर म पनि यो लायन्स क्लबमा बस्छु भन्ने उ थियो मलाई। अनि त्यसरी म सेवाको भावना लिएर म लायन्स क्लबमा आएँ। लायन्स क्लबमा आबद्ध हुनुभएको कति वर्ष भयो? हजुर, मैले यो लायन्स क्लबमा आएको 6 वर्ष जति भयो। 6 वर्ष भयो। हजुर। के कामहरू गर्नुभयो? हजुर, यस्तै सेवाको भावना आउँछ होइन। हजुर। अनाथ आश्रम, वृद्धाश्रमतिर लगेर केही यसो भोजन गराउनलाई यसैलाई अलि आनन्द आउने त्यस्तै हामी त्यस्तै गर्छौँ। हामी अनाथ आश्रमतिर, वृद्धाश्रमतिर गएर अलिअलि डोनेसन। यो सेवा गर्दाखेरि कस्तो अनुभूति हुन्छ? अलिक खुसी लाग्छ। खुसी लाग्छ? सेवाको भावना मलाई यस्तो जागेर आएर नि म लायन्समा बसेको। त्यसरी सेवा गर्न पाउँदाखेरि आफूलाई गौरव ठान्दछु। भविष्यको योजना हजुर के छ? लायन्समा केही गरौँ भन्ने होला नि त? केही कतै अथवा केही डोनेसन गरेर आफ्नो नाम आउने, पछिसम्म आफ्नो नाम आउने केही गरौँला कि भन्ने छ। हुन्छ, हस्, धेरै धन्यवाद म्याम। हजुर, थ्याङ्क यू। अब त्यहाँ क्लासको पनि भन्नु क्लासमा
कस्तो फिल भइरहेको तपाईँ जनता जान्न चाहन्छ